आजको हाम्रो स्ट्रगल यति स्ट्रगल गरियो यस्तो पानी परेको छ जाडो महिनामा है बाहिर यस्तो पानी परेको छ यी दुईजना बच्चाहरूलाई सँगै लिएर आएको म अफिसबाट आएँ त्यसपछि सामान लेबनान पठाउनको लागि सामान पनि लिएर आएको यो कार्टुनमा चाहिँ सामान छ अनि ठुलो बाबु र सानो बाबु दुईजनालाई लिएर आएको यो बाखलमा रोड क्रस गर्न यति गाह्रो भयो मलाई यति गाह्रो भयो आज यति एउटा खुट्टा पाइला टेक्ने ठाउँ पनि थिएन त्यस्तो गाडी जाम भएको थियो कि यस्तो गाह्रो भयो अनि स्कुटरको अगाडि यो रेनकोट राखेको थिएँ यो चाहिँ स्कुटरको टायरमा गएर पुरै च्यातेर रेनकोट पनि आधी नै च्यात्तियो अनि 5:20 भयो भर्खर घर आइपुग्दैछु है बेलुका अब अँध्यारै हुने बेला भइसक्यो हिउँदको महिनामा अँध्यारो भइसक्छ अनि अब भित्र जाँदैछौँ हामी यति गाह्रो भयो आजको दिनमा ओहो मैले यो मेमोरी चाहिँ यसो राख्न पर्यो भनेर चाहिँ एउटा सानो मिनी भ्लग भनौँ न बनाउन खोजेको हो यो मेरो मेमोरीको लागि मात्रै हो बच्चाहरूले पछि देख्छन् भनेर